नमस्ते साथीहरु, स्वागत छ हजुरलाई राम्रो साइकिल ब्लगमा। आज चाहिँ मैले मलेसिया भाषाको भिडियो भन्दा नि एकजना सरले कमेन्ट गर्नुभएको छ। त्यो कमेन्ट मार्फत म हजुरलाई त्यो एउटा भिडियो बनाउन गइरहेको छु। कमेन्ट गर्नुभएको छ, म पनि मलेसिया आउनु भनेको, मलेसियाको कमाई कस्तो हुन्छ भनेर कमेन्ट गर्नुभएको छ। ठ्याक्कै कमाई भन्नु पर्दाखेरि चाहिँ अब यहाँको बेसिक चाहिँ 1700 रिङ्गिट हो, आरएम 1700 हो। त्यहाँबाट अब ओटी चल्दाखेरि ओटीहरू 1-2 घन्टा 2-3 घन्टा चल्यो भनेदेखि त अब 2022 आउँछ। अब त्यस्तै कोही कम्पनीहरू त राम्रै चल्ने कम्पनीहरू पनि हुन्छ। अब हजुरलाई अब त्यहाँनिर भनेको होला त्यो कम्पनी कस्तो चल्छ भनेर, त्यो मेन पावरबाट भनेकै पनि होला सायद हजुरलाई पनि। अनि अब लागत त अहिले त्यही नै हो। मलेसिया आउनुलाई मजाले युरोप गएको जत्तिकै लागिरहेको छ। 3.5 लाख 4 लाख 4.5 लाख लिइराखेको छ। अब त्यो त पनि लिन्छ पनि। अनि फेरि मेन पावरहरूले कस्तो गर्दछ भने, अस्ति म छुट्टीमा घर जाँदाखेरि पनि मेन पावरमा एकजना भाइ जाने भनेर, भाइ र म मेन पावरमा गएको। मेन पावरमा कहाँको लागि भनेर मलेसियाको लागि भनेर सोध्नु बुझ्नु गएको। त तपाईँ को मार्फतको हो भनेर सोध्नु भयो क्या मेन पावरबाट। अब त्यो मेन पावरबाट को मार्फतको हो भनेर बुझ्नुको कारण नै हामीले उनीहरूले मेन पावरबाट नै डाइरेक्टै चाहिँ कतिवटा मेन पावरहरूले पठाउनु नमान्दो रहेछ क्या। उनीहरू डाइरेक्टै चाहिँ पैसा लिन्छ। उनीहरूले पैसा चाहिँ बाइ एजेन्टलाई भनेर एजेन्टबाट लिने कोसिस गर्दछ। किनभनेदेखि मलेसिया त फ्री भिसा फ्री टिकट हो। त्यही भएर उनीहरूले त्यतिसम्म जाल खेल्दछ मेन पावरहरूले। अनि अब कमाई त अब 1700 बेसी हुन्छ। अब पैसाको रेट भन्नु पर्दाखेरि अहिले पैसाको रेट चाहिँ मलेसियामा जोस राम्रै नै छ। पैसाको रेट चाहिँ मलेसियामा अहिले 35 भन्दा माथितिरै गइरहेको छ। 35 भन्दा माथितिरै गइरहेको छ। कति छ अहिले म हजुर आजको रेट कति छ हजुरलाई म स्क्रिनमा राखिदिने छु आजको रेट पैसाको भाउ चाहिँ। अनि अब अस्ति एकजना साथीले चाहिँ खानपिनमा कति लाग्छ मलेसियामा भनेर कमेन्ट गर्नुपर्छ। खानपिनमा त आफू गुना हुन्छ। कति चाहिँ अब 300-400 मा नि पुऱ्याइराखेको हुन्छ। पहिला अब पुऱ्याउँछ। पहिला अब सेलेरी नै सबै खाइदिन्छ कोही मान्छेहरूले। त्यो चाहिँ आफू गुना हुन्छ। अब महँगाई त अब महँगाई नै छ। महँगो त अब सबै पहिलाको हेर्दा त अहिले डबल ट्रिपल नै भएको जस्तो छ। अब किनभने पहिला 27-28 रुपियाँ पाउने चामललाई अहिले अब 40 रुपियाँ भन्दाखेरि माथि नै पर्छ। अहिले खानपिनको भाउ चाहिँ धेरै बढेको छ। तरकारीहरू भनौँ, चामल, तेलहरू सबै बढेको छ। अनि कोठा भाडा पनि अब कति प्रायः जस्तै कम्पनीले 50 रिङ्गिट पानी बत्ती कोठामा गरेर एकजना बराबर त्यति काट्छ। अनि त्यही नै हो। अब कम्पनी हेरेर हुन्छ कमाई चाहिँ कस्तो हुने भन्ने कुरा चाहिँ हजुरले कमेन्ट गर्नुभएको होला। कमेन्टको लागि धेरै धेरै धन्यवाद। अनि मलेसिया भाषा सिक्दै हुनुहुन्छ भने च्यानलमा गएर भिजिट गर्नु होला। अनि हजुरहरूलाई धेरै नै सहज हुन्छ। किनकि भाषा जानिसकेपछि अलिकति न अलिकति भाषा जान्नुभयो भनेदेखि बोल्नु ओर्नु धेरै सजिलो हुन्छ। अब केही किन्नु जाँदाखेरि गर्नुलाई पनि भाषा जाने भने चाहिँ धेरै सजिलो हुन्छ। हस् त साथीहरू, भिडियो लामो किन, हजुरको एन्सर मैले यहीँबाट दिइहालेँ भिडियो मार्फत नै। अनि फेरि हजुरको माझमा मलेसिया भाषाको भिडियो मार्फतै म उपस्थित हुने नै छु साथीहरू। हस् त साथीहरू, नमस्ते। आजलाई च्यानललाई लाइक कमेन्ट सेयर गरिदिनु होला साथीहरू। भिडियोलाई च्यानललाई चाहिँ सब्सक्राइब पनि गरिराखिदिनु होला है साथीहरू।